मलाई नेताले बोलेको साँच्चै होइन, फुल कम्प्लिमेन्ट हो। विश्वासै लाग्दैन मलाई के गर्नु भएछ भने सामान्य मैले डाटा खोजेर ल्याएको होइन यो बीचमा संघीय संसदमा मात्रै 6 पटक विश्वासको मत लिने काम गर्नु भएछ प्रधानमन्त्रीहरूले यो के नाटक मञ्चन गर्यो अलिअलि आयो तर कन्ट्रोभर्सी तर सुन्नु खाने बेलामा चाहिँ पद खाने बेलामा चाहिँ सबै चिज बिर्सिने पद गएपछि राजा चाहियो अब मसान पनि आउँछन् भन्नुहुन्छ हो बडो गजब सुनिन्छ है तपाईँहरूको कुरा हामी धार्मिक मान्छे नि धर्ममा विश्वास गर्ने रीति धार्मिक हुनु त राम्रो अन्धविश्वासी हुनु चाहिँ राम्रो होइन समाप्त गरे राजतन्त्र किन समाप्त भयो राजतन्त्र समाप्त हुनै पर्थ्यो जस बेला तपाईँहरूलाई राजा बनाउन नेपालमा चित्त दुख्यो भने नि उत्तर दिनु होइन नेपालमा कति राजा भए अहिले त झन्डै 1000 जति वरिष्ठ नेताहरू हुनुहुन्थ्यो 9 जना तपाईँ जतापट्टि फर्किदियो जतापट्टि लाग्दियो त्यो बलियो खेमा बन्थ्यो तर तपाईँ चाहिँ म मात्रै होइन तर तपाईँ चाहिँ बाँदरको पुच्छर जस्तो लौरो न हतियारको भूमिकामा रहनुभयो त्यहाँ चाहिँ हामीले 5 मिनट बोल्ने हो 5 मिनट जान र चाहिँ आउन अनि भूमिका भन्दाखेरि 5 मिनट सक्यो। त्यस्तो चाउरिएको मरिच भएर तपाईँ किन बस्ने त भने मलाई त्यहाँ पठायो छोडिदिनुहोस् न त्यो सभा फाट छोड अहिले मैले किन छोड्दैन भने जहिलेसम्म म बस्छु त्यस बेलासम्म कमसेकम मेरो खर्च पर्छ त त्यसले दिएछ ए तपाईलाई जनताको करबाट तपाईको घर